एकदम जरुरी थियो जित्न। सबभन्दा पहिला त खाता खोल्नु थियो, आफ्नो पनि टिमको पनि जरुरी थियो। अब 4 गेम हारिसकेपछि स्टिल 3टा गेम जितेर पनि रन रेट प्लस अरू टिमको पनि पोजिसनले म्याटर गर्छ, त्यो हामीलाई थाहा थियो। तर हामी त्यसमा चाहिँ कुरा गरेका थिएनौँ। हामी आफूले ब्याक गरेर आफू कसरी कमब्याक गर्ने, कसरी जित्ने भनेर सोचिरहेको थियौँ। र बिचमा प्लान त थियो अलिकति अगाडि फिनिस गर्ने गेम, तर गलत टाइममा म आउट भयो। त्यो पछिको लागि पहिला राम्रो पोजिसनमा गइसकेपछि मात्र त्यो रन रेटहरू दिमागमा आइरहेको थियो। अरू त केही पनि थिएन त्यस्तो। अब आजको यो जितले चाहिँ तपाईहरु सम्भावना कहाँ देख्नुहुन्छ जनकपुरको? 2टा अझ बाँकी छ। पहिला त्यो जितिन्, त्यसपछि हेरौँला कहाँ पुग्छन् हामी। आजको तपाईँको नक पनि उत्कृष्ट रह्यो होइन, पर्फर्मेन्स एकदम राम्रो रह्यो। आफ्नो पर्फर्मेन्स बारे के भन्नुहुन्छ? मच निडेड थियो होइन, एकदम लामो समय कुरिरहेको थिएँ म। यो वर्ष मैले धेरै क्रिकेट पनि खेलेको छैन, इन्टरनेसनल क्रिकेटहरू पनि खेलेको छैन, डोमेस्टिकमा पनि त्यस्तो खासै थिएन। अनि त्यो रनको लागि त खोजिरहेको थिएँ, रनको लागि हेरिरहेको थिएँ, रनकै लागि खेलिरहेको थिएँ। तर त्यो रन बनिरहेको थिएन, धेरै त्यो थट्सहरू पनि आइरहेको थियो त्यस्तो बेलामा। तर थ्याङ्कफुली टिमले ब्याक गरे मलाई, स्पेसली कोचले, क्याप्टेनले भनौँ, त्यसपछि स्पेसली अनर्सहरू भनौँ, दाइहरूले एकदमै ब्याक गर्नुभयो। अनि त्यो एउटा ब्रेक पनि चाहिरहेको थियो, त्यो ब्रेक पनि पाएँ बिचमा, खुसी छु। एउटा ब्रेक पाएँ भन्नुभयो, तपाईँले क्याप्टेन्सी र टिमबाट एकैचोटि हटाउँदा त्यो आफूलाई चाहिँ त्योबाट माथि आउन चाहिँ कतिको गाह्रो भयो यो आज एक्सेप्ट गर्नुलाई? अथवा त्यो ब्रेक तपाईँको आफ्नै डिसिजन थियो अथवा के थियो? होइन, अब ब्रेक चाहिरहेको थियो, तर मलाई लाग्यो कि जस्तो अब भनौँ न, अब राम्रो भइरहेको छैन। एज अ क्याप्टेन म नखेल्दा पनि एज अ प्लेयर म खेल्न चाहिँ रेडी थिएँ, मलाई खेल्न एकदमै मन थियो। तर अब यो म्यानेजमेन्टको डिसिजन थियो होइन। अब त्यो उहाँहरूले पनि सोच्नुभयो कि ब्रेक चाहिरहेको छ। टिममा अरू पनि धेरै प्लेयरहरू छन्, खासै मेरो पर्फर्मेन्स पनि भइरहेको थिएन। यति सबै एक्सपिरियन्स प्लेयरहरू छन्, सबैले केही न केही गरेर यहाँसम्म आइपुगेको छ। त्यही भएर अब जब अप्सन हुन्छ आफूसँग, त्यही भएर युटिलाइज किन नगरौँ भनेर पनि डिसिजन हो यो। अनि अब भनौँ न, त्यो ब्रेक पछि अलिकति रिलिफ पनि पाएँ आज पर्फर्म गरेर। आज पर्फर्म नगरेको झन् नराम्रो हुन्थ्यो, तर इट ह्यापन्स। क्याप्टेन्सीको प्रेसरले अलिकति पर्फर्मेन्स पनि इफेक्ट हालेको जस्तो लाग्छ। हेर्नु, अब म ब्याटिङ गर्दाखेरि चाहिँ म एज अ ब्याटर खेल्न खोज्छु क्या। फिल्डमा अब जब 11जना खेलेर हुन्छन्, त्यति बेला अब क्याप्टेन्सी लिडिङ गर्ने, त्यो सबैलाई लिएर हिँड्ने, बलिङ चेन्जेसहरू, फिल्ड प्लेसमेन्टहरू। तर एज अ ब्याटर जब ब्याटिङ गरिरहेको छु, सक्दो पहिला एज अ ब्याटर खेल्न खोज्छु क्या म। थाहा छ मैले अब म क्याप्टेन हो, त्यो त आफ्नो ठाउँमा छ, तर क्याप्टेन हुनुभन्दा अगाडि एउटा म ब्याटर हो। म रनको लागि खोज्छु, तर अब रन बनिरहेको थिएन। त्यसले गर्दा अलिकति प्रेसर देखिरहेको थियो। प्रेसर थियो पनि, प्रेसर किन नहुनु, प्रेसर थियो पनि। त्यसले गर्दा चाहिँ अब भनौँ न, अब म कोसिस गरिरहेको थिएँ एज अ ब्याटर खेलौँ, तर माइन्डमा कतै न कतै त्यो पर्फर्मेन्स नभएको कुराहरू अनि हारेको कुराहरू कतै न कतै ब्याकग्राउन्डमा थियो दिमागमा।